माया त धेरै गर्छु भन्नुभयो तर आफ्नो लाइफ पार्टनरलाई पेरिसको आइफल टावर, स्विजरल्यान्डको माउन्ट टिटलिस, भेनिसको गोन्डोला राइड, बार्सिलोनाको बीच र एम्स्टर्डमको क्यानल क्रुजमा ट्रिप लगी फोटो खिच्न पाए भएन त वन्स इन अ लाइफ रोमान्टिक जर्नी। अब आफ्नो लाइफ पार्टनरलाई यही मार्चदेखि सेप्टेम्बरको समर प्याकेजमा युरोप घुमाई बनाउनुहोस् अनफर्गेटफुल मेमोरिज। For more information, Born Holidays। जिन्दगी चलिरहेछ है? हजुर चलिरहेछ। केमा व्यस्त हो आजकल? यही साङ्गीतिक। अहिले त महोत्सव त व्यापक भइरहेछ है? भइरहेछ। अस्ति उता पनि देखिरहेको थिएँ मैले काभ्रे कता सिन्धुपाल्चोक। हजुर हजुर। स्याङ्जा ग्वालिङ होइन? हजुर। सानोदेखि इच्छा थियो है हाम्रो गायिका बन्ने चाहिँ? इच्छा भन्दा पनि अब इच्छाले त म गायिका बनिनँ, इच्छा नै त होइन मेरो, तर अब गाउँदा गाउँदै सङ्गीत मनपर्छ। सङ्गीत मन पर्दाखेरि त्यही अब आफूलाई त्यो इन्टरभ्यूहरुमा देखाएको थिएँ कि त्यो बच्चामा गोठमा जाँदाखेरि हैन गुनगुनाउने अरे एकदमै पश्चिमको गीत गाउने हैन पश्चिम त बच्चैदेखि गाउन त बच्चैदेखि मन पर्थ्यो। अब गाइरा हुन्थे, घरमै बस्दा नि गाइरा हुन्थे, यतिकै नर्मल कहीँ जाँदा पनि गाइरा हुन्थे। गुनगुनाउन मन पर्थ्यो, सङ्गीतमै भिज्न मन पर्थ्यो। म यो जस्तै बन्न पाए हुन्थ्यो, मैले यस्तै गर्न पाए हुन्थ्यो भन्ने त्यो मेरो कहिले पनि सोच भएन। भएन है? गुनगुनाउँदै यताउता जाँदै स्कुलमा गीत गाइथ्यो? प्रोग्राममा बरु त्यति हिँड्थेन, मन पर्थेन। आफै एक्लै चाहिँ गुनगुनाउने, प्रोग्रामहरूमा बोलाए पनि त्यो हुन्छ नि एक किसिमको डर, मतलब मान्छेलाई अलिकति हुन्छ नि त, लाज हुन्छ, डर हुन्छ होइन, अलि लजाउँथेँ नि त म, त्यही भएर मलाई धेरै लाजले गर्दा धेरै ठाउँमा पछि परेछु। गीत गाउन चाहिँ बोलाउने तर लजाउने हुन्छ नि। कसैले भन्दैन त्यस्तो गर्नु हुँदैन भन्नुहुन्थ्यो पहिला। अब गाउँमै पनि प्रोग्राममा जाँदाखेरि अब यसरी लजाउनुहुन्न, यस्तो राम्रो मान्छे, यति राम्रो स्वर भए मान्छे, अलिकति उ गर्नुपर्छ भन्नुहुन्थ्यो। तर अलिकति बानी छ लजाउने, हटेको छैन अहिलेसम्म। पहिलो गीत मेरो हातको औँठी भन्ने। त्यो सिर्जना गर्दाखेरि अलिकति दुःख सुखको कुरा बुझाउनु? दुःख भयो। अब फर्स्टमा अब काठमाडौँ आएर अनि अब आफै लगानी गरेर आफै गीत गर्दाखेरि अलिकति बजेटले पनि गाह्रो बनायो। त्यस पछाडि मान्छेहरू पनि अलिकति फर्स्टमा हामीले चिन्न सकेन, गाह्रो हुन्छ होइन। आफै गर्नु पर्दाखेरि गाह्रो नै भयो। त्यो पञ्चबाजाको ताल जुन छ नि, हजुर, त्यहाँबाट चाहिँ उठ्यो जिन्दगीमा है? मजाले चल्यो है त्यो? राम्रो भयो। त्यो जस्तो प्रकाश सपुजसँग त हामीले कार्यक्रम पनि गयौँ होइन? त्यो मलाई जस्तो आफू स्टेजमा सन्जु स्टेजमा पुगेर एउटा गीत गाएर अनि घाँटी बस्यो है, किन गाउन सकेन त्यो बेला? होइन, त्यति बेला म अलिकति बिरामी पनि थिएँ, अनि त्यही भएर त्यो प्रोग्राममा हिँड्दाखेरि मलाई अलिक गाह्रो हुन्थ्यो के। अब हुन त मान्छेलाई अब विश्वास लाग्दैन। पहिला चाहिँ त्यसरी हिँडिँदैन थियो त? जस्तो हामी प्रकाश सपुज भाइ, म, गोपालजी होइन, हामी जो कार्यक्रममा गयौँ नि होइन, त्योभन्दा अगाडि चाहिँ गएको थिएन र भने कार्यक्रममा? त्योभन्दा अगाडि मलाई त्यस्तो हुन्थेन, गाह्रो हुन्थेन के। पछि 2-3 वर्ष पछाडि अलिकति म आफू पनि केयरलेस भएँ, केयर गरेन। त्यस पछाडि अनि मलाई अलिकति गाह्रो हुन लाग्यो। 2 वर्ष जति त म पुरै ब्याक भएँ नि त, गाह्रो भयो। सुरुमा चाहिँ मलाई हाँस उठ्यो गाडीमा होइन, अनि लास्ट टाइममा साँच्चै नै गाह्रो भएको रहेछ होइन, रोएको देखेँ। अनि प्रकाश भाइले दाइ के भएको भन्छ होइन, अनि मैले दाइ खोइ भाइ के भयो यो भनेर, अनि अर्को गोपालले अहिले पनि यसो गरेर भन्छ नि पूजा होइन, मलाई गाह्रो हुन्छ। मलाई म आफैलाई पनि एकदमै गाह्रो हुन्छ, अहिले पनि गाह्रो हुन्छ। मैले त्यो ध्यानले पूजा गरेन, मतलब यता हरेक कुराहरू सोचेन भने मलाई गाह्रो हुन्छ है। अहिले पनि हुन्छ। अहिले पनि त्यस्तो हुन्छ। अनि सजिलो चाहिँ के गर्दा हुन्छ? बत्ती बालेन भने अलिकति गाह्रो हुन्छ मलाई हिँड्दाखेरि। बालेर चाहिँ हिँड्नु पर्यो? बालेर चाहिँ हिँड्दाखेरि मलाई केही पनि हुँदैन। जस्तो 15 दिनको लागि कहीँ गयो, अब मानौ एक्जाम्पल 10 दिनको लागि म जहाँ गएँ त्यहीँ बाल्छु। त्यही बिहान उठ्छु, आफू सरसफाइ भएर अनि सम्झेर जहाँ जाँदा पनि बाल्दा हुन्छ। अब हाम्रो चाहिँ कस्तो हुन्छ भने
मेरो चाहिँ सोच त्यस पछाडि के आयो भने सन्जुलाई बाहिर लाँदाखेरि चाहिँ गाह्रो हुन्छ कि भन्ने लाग्यो कि त्यसपछि मैले जस्तो महोत्सवहरूमा पनि भन्नेहरू कुराहरू थिए होइन अनि विदेश प्रोग्रामहरू पनि छन् नि त हामी त अब कहाँ थाइल्यान्ड पनि गएको होइन सँगै अनि त्यो थाइल्यान्ड जाँदाखेरि त्यस्तो खासै देखिनँ कि मैले त्यो त्यति बेला खासै त्यस्तो भएको थिएन त्यस्तो थिएन पछि 81 मैले त्यो एकदम हुन्छ नि पारेन कि म जे पनि खाइदिएँ अनि हुन्छ नि आफूलाई गाह्रो हुँदा पनि जे पनि खाइदिने नबार्ने त्यसरी हिँड्दाखेरि अलिकति मलाई गाह्रो भयो कि त्यो लाउर जुन 6 मिलियन भन्दा अहिले त थुप्रै पुगिसक्यो होला हैन त पुगिसक्यो त्यस्तो टप गायिका है हजुर टप गायिका त्यो धेरै धेरै जाने के टप त हैन म कसरी सोच गरियो त्यो कसरी शिवलाई मान्नुपर्छ अथवा यसरी धेरै भगवानलाई चाहिँ मान्नुपर्छ भनेर चाहिँ जस्तो गायिकाहरू त प्रायः जसो अब इन्टरटेनमेन्टमा बढी हिँड्छ नि त खासै चाहिँ मन्दिर जाँदाखेरि नमस्कार गर्ने त्यस पछाडि आफ्नै तालमा हिँड्ने खालको हुन्छन् र सन्जय त एकदमै भिजेको देख्छु कि यो कसरी सुरु भयो यस्तो जिन्दगी यस्तो म अहिले सुरु गरेँ होइन म जन्मिँदादेखि नै मलाई के लाग्थ्यो भने म एकदम पूजा गर्ने बानी जन्मे म जब जान्ने भएँ नि तबदेखि मैले व्रत बस्थेँ सोमबारको व्रत बस्थेँ अनि पूजा पनि मलाई एकदम ध्यानले गर्नुपर्छ मलाई यत्तिकै पूजा गरेर मलाई त्यो चित्तै मनदेखि नै चित्तै बुझ्दैन क्या बच्चैदेखि धार्मिक धर्मतिर अब फ्यामिली पनि धार्मिकै हुनुहुन्छ बाबा पनि के अरे पुजारी हो पण्डित हो होइन त्यही भएर पनि त्यो त्यतैतिर गा हो कि जस्तो हुन्छ र अनि मलाई चाहिँ यो मान्छेहरूसँग भन्दा पनि यतिकै म अब यसरी मतलब केही थानहरू बनाएर बस्ने होइन अब कि त भने आफूले केही ठाउँमा राखेर केही गर्यो भने चाहिँ अलिकति सहज हुन्छ मलाई पनि त्यो गरेन भने चाहिँ अलि त्यस्तै हुन्छ छत्तल पत्तल हुन्छ है कस्तो अब यता गायन क्षेत्र भनेको चाहिँ उफ्रिनु पर्ने नाच्नु पर्ने हैन अब महोत्सवमा कुद्नु पर्ने कसले के बनाउँछ कसले के छुन्छ हैन हरेक किसिमको मान्छेले त्यो खानु पर्ने अनि आफ्नो चाहिँ पेशा जस्तो फेरि यतातिर यस्तो छ कसरी मिलेको छैन तालमेल त मिले छैन अब यता पनि छोड्न सकिन्न उता पनि अब छोड्यो भने झन् आफैलाई गाह्रो हुन्छ त्यो भएपछि बरु माफ मागेर आफूले के गर्न सकिन्छ त्यो गर्ने अनि काम गर्ने जिन्दगीमा प्रेमहरू नि म आफै भन्छु मेरो पनि प्रेम टुट्यो छुट्यो फुट्यो कति के भए हैन आफ्नो जिन्दगीमा के रहेछ प्रेम भने माया भने चाहिँ के रहेछ माया भनेर मलाई माया त अभियसली मलाई जसको पनि माया लाग्छ हैन प्रेम त मेरो जहाँ पनि जति बेला पनि भइदिन्छ थाहै हुन्न त्यस्तो प्रेम चाहिँ मसँग कहिले पनि भएन खै अब त्यो मलाई नबुझेर हो कि म आफै उस्तै हो कि अब त्यो अनुभव चाहिँ मैले गरिन मैले त्यो त हुन्छ अनि पछिल्लो यो उमेरमा कतै प्रेम त्यस्तो केही पनि छैन छ होला छैन हैन मान्छेले कति हैन त्यो मान्छेले भन्छ के नो छैन यस्तो हुन्छ मान्छेले कति मान्छेहरूले भन्छ मतलब बोयफ्रेन्ड छ होला बोयफ्रेन्ड नभएको तिमी यस्तो मान्छेको बोयफ्रेन्ड हुन्न भन्छ देखावटी के मान्छेले हेरेर जज गर्ने हैन नि त उसको भित्र के छ त्यो हेरेर सोध्ने हो नि त त्यो बुझ्ने हो नि त छैन भने सक्यो नि त छैन नि त अब के देख्नु पर्यो आँखाले हेर्दा त कति के देखिन्छ हेरेर जज गर्न चाहिँ मलाई आउँदैन कस्तो मन पराएको छैन अहिले यो चाहिँ मेरो जिन्दगीमा भए राम्रो भन्ने खालको हुन्छ नि त अब कतिलाई त त्यस्तो त गरिएको छ होला है छैन मैले कहिले पनि त्यो मलाई मेरो जिन्दगीमा यो हुनुपर्छ मलाई यो मान्छे चाहिन्छ यस्तो खालको मान्छे चाहिन्छ मेरो त्यो सोचै आएन मलाई यति थाहा छ कि मेरो भाग्यमा जे लेखिया छ त्यो मैले भोग्नुपर्छ र लाइफ पार्टनर भनेको तिमीले जसरी मतलब तिम्रो लेखेको छ नि लेखान्त त्यो तिमीले भोग्नै पर्छ त्यो हुनै पर्छ तिमी जहाँसुकै जहाँ जे गरे पनि त्यो भकै हुन्छ जस्तो फिल हुन्छ मलाई मैले रोजेर मैले आँखाले एक त विचारै मिल्दैन मेरो एक त मान्छे आफै म आज कोही मान्छेसँग भेट्यो भने भोलि त्यो मान्छे आफै टाढा भइदिन्छ के त्यो आफै हटाइदिन्छ के मेरो के हो लाइफमा हुन्छ नि त्यस्तो एकदम जो मान्छे नजिक भयो फेरि त्यसलाई चाहिँ भगवानले त टाढा बनाइदियो भने त एक्लै जिन्दगी सायद त्यो केही होला नि त सायद त्यो हुँदैन भनेर पठाएको यो मतलब तिम्रो लागि योग्य छैन भने हो कि हैन नारीमा गर्व कतिको छ म यो जन्ममा ठिक छु धेरै गर्व छ मलाई गर्व छ लेडिज भएकोमा गर्व छ एकदम गाउँ गएर बस्यो है केही समय अस्ति नै
बसेँ नि 3-4 महिनै बसेँ। गाउँ गएपछि म बस्छु नै 3-4 महिना। अनि के गरेर बस्ने गाउँमा चाहिँ? यत्तिकै बस्छु मम्मीलाई नयाँ गीतहरू लेख्ने गर्ने यता त गरिँदैन? म त गाउँमा गएँ भने म यतातिर ध्यानै दिदिनँ। म त्यही गीत बस्छु। सङ्गीततिर म कहीँ पनि यो गीत सङ्गीततिर म लाग्दिनँ। गाउँमा गएँ भने गाउँमै एकदमै टाइम दिएर गाउँमै बस्ने हो म। त्यो कार्यक्रमहरुमा बोलाउँदैनन्? गाउँमा बोलाउँछन्। सन्जु आछ ल भनेर बोलाउँछन्। अनि गइन्छ कि गइदैन? कहिले अब मनले मान्यो भने जान्छु, मनले नजा भन्यो भने जान्न फेरि। बाटैबाट नि फर्किदिन्छु म। त्यस्तो हुन्छ। कस्तो त हो अनि कसरी मान्छेले अनि गर्नु त अनि? अब के गर्ने त? अब जब मेरो मनले मलाई त्यो आधी बाटो पुगेर मलाई फर्काइदिइरहेछ त म गएर के गर्ने गएर त्यहाँ? के गर्ने त त्यो हुन्छ नि त। मैले आफैले पनि भोगेको छु कि त्यो कुरा कि अहिले त्यस्तो त हुन्न। अहिले किनभने बारेर त्यो ठाउँ बनाएर पूजा गर्छु नि त। अहिले मलाई त्यस्तो गाह्रो छोप्दैन। पहिला त अब मन्दिर आउँदा पनि छोपिहाल्ने, अनि त्यस पछाडि आफूले एक दिन धुप बालेन भने पनि केही गडबड भयो भने पनि मलाई छोपिदिइहाल्थ्यो। मलाई एकदमै गाह्रो बनाउँथ्यो। कसैले माछा मासु खायो भने नि मेरो आँखाबाट यति धेरै आँसु आउँथ्यो कि चिच्चाएर कराउँथेँ त्यहीँ। त्यति गाह्रो हुन्थ्यो क्या मलाई पहिला। भेजिटेरियन हो? होइन, पहिला त्यस्तो हुन्थ्यो नि त। अनि पहिला खान्थेन। अनि पछि फेरि बिचमा बिरामी भएपछि एकदमै बेड रेस्टमा 4 महिना बेड रेस्टमा बसेँ क्या म। मलाई बेडबाट उठ्नै गाह्रो भयो क्या। सुतेको सुतेले हुन्छ नि लास जस्तो। खाने पनि बेडमै, बस्ने पनि बेडमै, चुस्ने पनि त्यहीँ। त्यस्तो गाह्रो भयो मलाई। अनि गाउँमै बसेँ। त्यस पछाडि गाउँमा बस्दाखेरि मम्मीले अब नखाएर मतलब खानुपर्छ मासु, माफी मागेर खाऊ, खाँदैमा केही फरक पर्दैन भन्नुभयो। फेरि अनि खाएर अनि त्यस पछाडि पछि अहिले चाहिँ त्यो खाँदाखेरि गाह्रो भएन। पहिला जस्तो भएन क्या। किनभने त्यो सबै कुरा म्यानेज गरेँ नि त। अलिकति ध्यान दिएँ आफूलाई पनि होइन। अनि धेरै कुराहरू केयर गरेँ। अहिले चाहिँ अलिक गाह्रो हुँदैन, त्यस्तो हुँदैन। जस्तो खाँदाखेरि यस्तो उसको होटलहरूको खाँदा चाहिँ केही हुँदैन? हुँदैन। कस्तो यो भगवान चाहिँ एकदमै मान्ने है सन्जु? मलाई त म त मान्छु। भूत मान्छ कि मान्दैन? भूत देखाएको छैन अहिलेसम्म? भूत त छैन, देखाएको छैन। विश्वास लाग्छ न भूत देख? विश्वास भूत त हुन्छ। भूत भन्नाले मान्छेकै शरीरमा हुन्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। बाहिरी त्यो चाहिँ देखेको छैन मैले। छैन? छैन। देउता आउनेहरूलाई भूत चाहिँ अब देखिनु पर्ने हो खास चाहिँ। ठिक छ। अबको प्लानहरू के छ? गीतहरू के गर्दैछ? अब प्लानिङ गीतहरू छ, रेकर्डिङ हुँदैछ। हामी दुईजना खेल्ने भनेको खै खेल्नुपर्छ गीतमा है? त्यो हामीले गर्ने गीत चाहिँ भइसक्यो अहिले? भइसक्यो। एउटा गर्ने भनेको थियो नि। अहिलेसम्म कतिवटा गीत गाइयो? अहिलेसम्म छ 35-40 वटा छ। 35-40 वटा गाइयो है? सुरुमा चाहिँ लगानी गर्नु पर्यो? सुरुमा त लगानी गरेँ नि, माफी गरेँ। त्यो लाउरेबाट त कमी होला नि त मजाले? कमी हो, कमी नपनि आयो, आउन पनि। मजाले आएको लाग्यो मलाई। मसँगै आएको मान्छेहरू कहाँ पुग्यो, मलाई अलि समस्या हुँदाखेरि हराएँ, म पुरै ब्याक भएँ। म त अहिले जिरोबाट स्टार्ट गर्दैछु। सब ह्याक भएर पेजहरू, फेसबुकहरू, टिकटकहरू। हो र? हो त। अनि के भएको सबै? खोइ कसरी ह्याक भयो अब। तिमी भगवानले गरिदिए कि हो? सोसल मिडिया नचला भनेर। होइन, अनेक हुन्छ नि। अब अनेक पठाएको हुन्छ, खायो भनेर पठाएको हुन्छ, खायो भन्नै पर्यो, सुताई भनेर हुन्छ, अनि ल भन्नै पर्यो। त्यस्तो नि हुन्छ माया पर्दै जान्छ कि बा मान्छेको भनेर हो कि त्यो मातै भएर बस्ने कि क्या हो बरु? होइन, अहिले उमेर पनि माता हुने उमेर होइन नि त, होइन? अझै एकछिन गाह्रो हुन्छ भने त अब आफूलाई जे दिएको छ नि प्रकृतिले, भगवानले होइन भनौँ न, अब यो प्रकृतिले दिएको चिज त हो नि। हामीलाई हुँदैन, अर्कोलाई हुँदैन, अर्कोलाई हुन्छ, अर्कोलाई हुन्छ होइन? प्रकृतिले दिएको चिज चाहिँ हामीले ग्रहण गर्नै पर्यो। तर त साह्रो हुन्छ नि त। गर्नुपर्छ, त्यो यस्तो हो, गर्नुपर्छ। अहिले नै माता भएर बस्ने पनि त मेरो पनि त करियर छ नि त। मैले पनि सोच्नु पर्ला होइन? अब भोलि के हो लाइफ, भोलिलाई पनि सोच्नु पर्यो नि त। अलिकति आफ्नो सबै कुरा भइसकेपछि सेटल गरेर आफै गर्ने, आफ्नै घरमा गर्ने। भनेपछि विवाह गर्ने सोच भएन है अहिले? सोच छैन विवाह गर्ने। जम्मै केटाहरू आउने बित्तिकै पठाइदिइहाल्दो रहेछन् भगवानले, अनि फेसबुक पनि बन्द गरिदिइहाल्दो रहेछन्। अनि कसरी चाहिँ बाँच्नु हो भने जिन्दगीमा? गाह्रो छ। यो भइदिए हुन्थ्यो जस्तो लाग्छ कहिले कहिले। मलाई यस्तो नभइदिए हुन्थ्यो, यता गाह्रो भयो मलाई यो सङ्गीत क्षेत्रमा भनेर त्यो कहिले कहिले भनिँदैन भगवानलाई? भन्छु। मलाई एकदमै गाह्रो भयो, मेरो पेसा यस्तो हो होइन? होइन भन्छु मैले। अब मलाई मेरो काम गर्न दिनु पर्यो, म मान्ने ठाउँमा मान्छु।
हैन मैले गर्न सक्ने चिज मैले हरेक कुराहरू म गर्छु तर मलाई चाहिँ मेरो कामहरू गर्न नरोकिदिनुस् भन्छु रेला गरेको होला जस्तो लागेको थियो कि रमाइलो गरे जस्तो लाग्यो अनि जब ट्याक्सी टक्क गाडी कार गइरहेछ अगाडि प्रकाश सपत भाइ बसेको छ हैन हामी गोपाल सन्देह म तिमी बसेका छौ हाम्रो राजेश दाइले गाडी हाकिरहेका छन् हैन टक्क तिमी चाहिँ अनि तिमी अगाडि थियौ के हो त्यो बेलामा त ओ तिमी अगाडि थियौ है कहाँ थियौ के गरेको थियौ अनि तिमी त रुन थालेपछि म चाहिँ हाँस उठ्यो मलाई चाहिँ मैले तिमी त गीत गाउँदैछौ होला जस्तो हामी गीत गाउँदै थियौँ नि एकचोटि त होइन रमाइलो गरेको थियौँ रुन थालेपछि ठ्याक्कै रोइन साँच्चै नै भयो नि त तिमी त होइन अनि ठ्याक्कै दायाँपट्टि चाहिँ मन्दिर है शिवको मन्दिर ठ्याक्कै तिमीले देखिहाल्यो त्यस पछाडि ठ्याक्कै तिमीले घरमा फोन गरेर बहिनीलाई धुपधार गरिदियो भनेर भने होइन त्यसपछि बहिनीले गरिदियो त्यसपछि ठ्याक्कै गरेपछि फेरि ठ्याक्कै रोक्यो तिमी हामी गयौँ कार्यक्रम एकदम राम्रो भयो होइन बबाल हजारौँ दर्शकहरू आए है उतै बसियो रमाइलो गरियो बेलुका पनि हाँसखेल गरियो बस्यो सबै त्यहाँको टिमसँग बिहान आयो फेरि ठ्याक्कै कहाँनिर के त्यस्तै भयो है अनि मलाई चाहिँ अनि विश्वास लाग्यो कि त्यहाँ यिनलाई चाहिँ गाह्रो हुँदो रहेछ भनेर बत्ती बालेन नि त किनभने बिहान नै म हतार भयो थियो म नबाली गएँ बत्ती होइन खासमा बत्ती बाल्नु पर्ने प्रकाशले हो त नि गाह्रो भयो अनि पछि फेरि फर्किँदा पनि किनभने ठ्याक्कै त्यो बिहान साँझ बत्ती बाल्यो भने त्यस्तो केही गाह्रो हुन्न फेरि त्यो धुप चाहिँ दिनै पर्यो क्या मैले धुप चाहिँ दिनै पर्यो जहाँ गए पनि त्यो धुप चाहिँ चाहियो जो धुप चाहिँ दिनै पर्यो त्यो ब्यागमा प्राय धुप मात्रै हुन्छ है क्या होइन हुन्छ बोकेर त हिँड्छु हुन्छ हुन त तर त्यो आफूलाई अलिकति प्रोग्रामहरू बाहिरतिर गइयो भने चाहिँ त्यो बोकेरै हिँड्छु म जहाँ मन्दिर छ या आफूले पूजा गर्न मिल्ने ठाउँमा त्यहीँ गरिदिन्छु मैले मलाई चाहिँ सत्य मात्रै मनपर्छ सत्यको बाटो हिँड्छु तर अब मान्छेहरू चिन्न गाह्रो हुन्छ त्यही हो आजभोलि मान्छेहरू धेरै किसिमको हुन्छ मान्छेको सोच मिल्दैन विचार मिल्दैन होइन कति कुराहरू आफूले पनि भोगिरहेको हुन्छ नि त कति बाटोमा ठेस लागिरहेको हुन्छ होइन त्यही पनि आफ्नो कर्म हो आफ्नो भाग्य हो होइन भनेर सोच्छु मैले तुल्लाउरको एउटा गीत सुनौँ न त अलिकति गायिका भए जस्तो सुन्नु पर्यो गीत हुन्छ दर्शकले गुनगुनाउँ त म त भोलि गइहाल्छु लाहोर ए सररा गोरखपुर रेलै आहा सररा गोरखपुर रेलैमा आहा मलाई मात्र मायाकै पिर छ ए मायाको मान को तिर छ मलाई पनि लैजाऊ न लाहोर ए सररा गोरखपुर रेलै आहा सररा गोरखपुर रेलैमा दामी छ क्या धेरै गयो धेरैले हेरे है यो त धेरै गयो अर्को लासामा सुनचरी गाउँछु यो जुनीलाई दाइजो दिए पिरतीको नामले अर्को जुनी मरुभूमि डुबाइ तिम्ला हामीले चाँदी कहाँ होला लासामा सुन्छ रे चाँदी कहाँ होला आधी मुटुमै सित छादी कहाँ होला ए आधी कहाँ होला दामी छ यो पनि भिजुअल मैले देखेको थिएँ यसको पनि राम्रोसँगले कोरसहरू पनि के अरे राखेर है धेरै छ दुर्गेशलाई हो स्याङ्जा साँच्चै नै कलाले चाहिँ एकदम भरिएको जिल्ला हो है त्यो स्याङ्जा साँच्चै मनपर्छ कि मलाई स्याङ्जा किनभने त्यहाँनिर नेपालको लगभग धेरै पर्सेन्ट चाहिँ सरकारी जागिरहरूमा के हजुर होइन लोकसेवा आयोगमा चाहिँ एकदमै त्यहाँको चाहिँ संस्कारी त्यो छ कि क्या है आफूले पनि 3 वर्ष जति त खाइयो है जागिर खाइयो नि किन छोडेको त्यति बेलाको उमेरमा अब हुन्छ नि त मान्छेले
यस्तो उमेर आउँछ कि मान्छेको मतलब उमेर जति बढ्दै गयो त्यति जिम्मेवारी कुराहरू त्यति उसहरू बढ्दै जाने रहेछ नि त। त्यति बेला अब भर्खरको 17-18 वर्षको बेलामा कहाँ लाम खाम होइन घुमौँ भन्ने त्यो टाइम त्यो टाइम हुन्छ नि त, चञ्चलेपना त्यस्तो टाइम थियो नि त। त्यति बेला ट्रेनिङमा थिएँ, ट्रेनिङ गरिरहेको थिएँ। ठ्याक्क काउसदीमा प्रोग्राम थियो। म एसएलसी दिएपछि काउसदी चितवन बसेँ नि त। चितवन बसेँ 3 वर्ष जति। अनि त्यहाँ ठ्याक्क कलेज जोइन गर्छु भन्दाखेरि कलेज जोइन नगरेर उता गएँ क्या म भर्ती होइन। मलाई चाहिँ एकदम मनपर्छ क्या त्यस्तो, भित्रैदेखि हुन्छ नि एकदम लेडिज भन्दा जेन्ट्स जस्तो भएर त्यो एकदम हुन्छ नि पावरले के त्यस्तरी हिँडौँ भन्ने फिल हुन्छ क्या भित्रैदेखि, मतलब पावर हुन्छ क्या। अनि त्यस पछाडि त्यति बेला त्यो कतै पनि नलागेर कलेज पनि नगएर अनि डाइरेक्ट त्यहाँ गएर ट्रेनिङ गरेँ, यताउता सबै फिट भयो होइन। त्यस पछाडि प्रोग्राम थियो, प्रोग्राम काउसदी प्रोग्राममा जाँदाखेरि हाम्रो राजु परियार दाई अनि विमल राज छेत्री अनि फेरि अर्को को थियो दिदी, एउटा दिदी हुनुहुन्थ्यो, उहाँहरू जानुभएको थियो, राजन गुरुङ, त्यही काउसदीको राजन गुरुङ होइन। अनि प्रोग्राम छ आउनु भनेर भन्नुभयो कि हाम्रो सिजीमा होटेल थियो मेरो दिदीको, त्यहाँ खाना आउनुहुन्थ्यो राजन दाईहरू सबै आउनुहुन्थ्यो। अनि म यत्तिकै गुनगुनाइरहेको हुन्थेँ क्या, त्यही आवाज सुन्नु भएछ राजन दाईले। अनि राजन दाईले चाहिँ वाउ कस्तो राम्रो मतलब आवाज होइन, यति राम्रो मान्छे खेले हुन्छ काठमाडौँ, मतलब हिँड बरु हामी हेल्प गर्छौँ भन्नुभयो क्या। अनि मैले नाइ म त नजानी, मलाई गर्नु छैन मुभीहरू, त्यो त्यता मुभीतिर मलाई त्यो नै हुन्थेन नि त, मतलबै हुन्थेन नि त, नगर्ने भन्थेँ। अनि त्यस पछाडि प्रोग्राममा गएपछि मैले एउटा गीत गाएँ ट्र्याक बिना होइन। त्यति बेला साडी बम्बईको भन्ने गीत चलिरहेको थियो, मैले त्यो गीत गाएँ क्या। त्यो गीत गाएपछि त्यहाँ दाईहरूले सबैले मलाई एकदमै उ गर्नुभयो क्या। अनि राजु दाईले पनि भन्नुभयो कस्तो राम्रो भोइस रहेछ, नत्र मोडलिङ गरे पनि हुन्छ, किन उ गर्छौ लाइफलाई आफ्नो अघि बढाऊ भन्नुभयो। अनि त्यस पछाडि हुन्छ ठिकै छ म सोध्छु भने। अनि पछि अब मम्मी बाबालाई त 2-3 वर्ष पछाडि अनि काठमाडौँ जान्छु भने क्या, म आफै मेरो गाउँको आफ्नै दाई हुनुहुन्छ, त्यही फर्स्टमा एल्बम गरेको थिएँ नि। अनि त्यो दाईहरू सँगै बस्नु हुँदो रहेछ, हाम्रो खेम दाई त्यो दाई सबै सँगै बस्नु हुँदो रहेछ क्या त्यति बेला। अनि त्यही जाँदाखेरि अब गीत त सुनिरहेको प्रत्यक्ष नदेखेको, त्यही जाँदा सबै फ्यामिली जस्तै भयो कि त्यही बसेँ म पनि। त्यस पछाडि मैले त्यो अडियो गरेँ, अडियो गरेर भिडियो गर्न अलिक गाह्रो भयो होइन, त्यति सोचे जस्तो सुरुमा गाह्रै हुन्छ नि त। अनि पछि त्यो पञ्चे बाजा गरेँ, अनि पछि बिस्तारै मान्छेहरू पनि चिन्दै गएँ। अनि बिस्तारै लगानी चाहिँ म आफै गरेँ अहिलेसम्म हुन्छ नि, प्राय मेरै लगानीको छ, किनभने मलाई फ्यामिली सपोर्ट भयो, फ्यामिलीले हेल्प गर्नुभयो। अब काठमाडौँ आउने बित्तिकै पनि मेरो दादाले पैसा पठाएर म एल्बम गरेँ, त्यस पछाडि पनि भाइले पैसा पठाएर एल्बमहरू गरिरहेको छु। मेरो फ्यामिली बाहेक कोही पनि छैन क्या लाइफमा मेरो चाहिँ। ठिक, धेरै राम्रो कुरा हो र सँगसँगको अफरमा पाउँदा एकदमै खुसी लाग्यो मलाई पनि है, मजा आयो। यो पोडकास्टमा उपहार छ है एउटा, यो चाहिँ हामी खाँदैछौँ, यो चाहिँ अलि नयाँ अर्को छ है, यो चाहिँ सन्जुलाई त्यसरी हामीसँग के अरे बगान अर्ग्यानिकको। अनि अर्को यो पाउडर छ मोरिङ्गा भन्छ, यसको बारेमा चाहिँ जानकारी पाउनको लागि चाहिँ मोरिङ्गा पाउडर भनेर चाहिँ हालिसकेपछि, मोरिङ्गा भनेर हालिसकेपछि युट्युबमा सबै देखाउँछ। यो मैले खाछु, ए हो राम्रो छ यो, तर ठिक छ, यो अरूलाई पनि भनिदिनु होला। र यसको बारेमा चाहिँ अब सबै यिनीहरू छ, सबै कुराहरू यहाँ छ लेखेको छ। अनि युट्युबमा भनिसकेपछि यसले साइड इफेक्ट कसैलाई पनि केही पनि गर्दैन होइन, यो किन नेपालमा उत्पादित चिज हो, आफ्नो देशको लागि चाहिँ प्रयोग गरौँ, ठिक हुन्छ भने प्रयोग गर्ने हो होइन, आफ्नो ठिक लाग्दैन नगर्ने, मान्छेको आफ्नो इच्छा हो। तर नेपालमा भएको चिज चाहिँ यो चाहिँ एकदमै, यो मैले पनि खाएको छु कि एकदम हान्छ त्यहीमाथि हामी कला क्षेत्रको मान्छेलाई त नि है अलिकति हरेक कुरामा भनौँ न यसले चाहिँ प्लस गर्छ। यो हजुरलाई यो तिनै चिज यो चाहिँ हामी अर्को नयाँ दिउँला है, तिनै चिज हजुरलाई उपहार कार्यक्रममा आइदिनु हो, साह्रै खुसी लाग्यो है। हजुर अब थ्याङ्क यू सो मच। अब दर्शकहरूलाई त अब के भन्नु, दर्शकहरूलाई माया गरिदिनु, सन्जुको गीत सुन्नु है, सबैलाई माया गरिदिनु, मलाई मात्रै होइन, सबै नेपाली कला क्षेत्रको हो सम्मान गरिदिनुहोस्, इज्जत गरिदिनुहोस् होइन, त्यही नै हो। ल धन्यवाद। हस्।